हेलो गुड मर्निङ एन्ड नमस्ते एभ्रिवान, इट्स मी दिपा। आज म बिहानै आँखा मिच्दै उठ्दैछु बिस्ताराबाट। बिहानै 5 बजे उठेर मैले ढोका खोलेको हेर्नु न कति धेरै अँधेरो छ। सधैँ 8 बजे उठ्ने भान्जी आज किन बिहानै 5 बजे उठ्दैछ भनेर तपाईँहरूले सोच्नुहुन्छ होला। आज मेरो मामा घरको हजुरआमाको श्राद्धको तिथि भएको हुनाले आज चाहिँ म बिहानै उठेर काम गर्न लाग्छु। मुख धोएर ब्रस गरेपछि हेर्नु न मेरो आँखा कति दिनदेखिबाट रातो भइरहेछ। के पर्यो मलाई पनि थाहा छैन, तर बेला बेलामा बिजाइ पनि राखेको छ। आँखा बिजाए पनि बढाल्न त पर्यो, सफा त गर्न पर्यो। आज आमाको श्राद्धको दिन भित्र बाहिर बढालेर सफा गर्दैछु। मैले चाहिँ सानै उमेरदेखि म आमासँग हुर्किएको हुनाले मलाई मामा घर गएर काम सघाउन एकदमै धेरै खुसी लाग्छ। त्यही माथि आज आमाको श्राद्धको दिन बिहानै उठेर काम धन्दा गर्न पर्यो। काम गर्नलाई मलाई केही जस्तो लाग्दैन। मेरो आमा, मेरो प्यारी आमा मलाई कति धेरै माया गर्नुहुन्थ्यो। यो त मेरो कर्तव्य हो जुन मैले मामा घरमा मामालाई गएर सघाउन पर्छ भन्ने मलाई लाग्छ। यता मैले पानी खाएर फेरि मुला पखाल्दैछु। मुलाको अचार बनाउने भन्नुभयो मामाले। त्यसपछि म मुला काट्न लागेँ। मैले मुला काटेर सकेपछि काउली र आलु पनि काटेँ। आलु र काउली काटेर सकेपछि मैले पिठो मुसेर एकछिन छोडिदिएँ। अनि हेर्नु न भ्यू देखाउँदैछु। यो चाहिँ 6, 6:30 कति भएको थियो। त्यसपछि फेरि मैले यता मुला काटेर देखाउँदैछु। अनि पिठो मुसेर राखेको पिठो निकालेँ। अनि त्यसपछि फेरि मैले यता भाँडाकुँडा धुँदैछु। आजको दिन मैले एकदमै धेरै आमालाई मिस गर्छु। अरू बेला पनि मिस गर्छु। आमाले मलाई धेरै कुराहरू सिकाउनु भएको छ। आमाले दिएको संस्कार साँच्चै नै मैले कहिल्यै पनि भुल्दिनँ। सानै उमेरमा हामीले हाम्रो आमालाई गुमाउनु पर्यो, त्यसमा एकदमै धेरै दुःख लाग्छ। मेरो मामा घरको इज्जत मान सम्मान सबै मेरो हजुरआमा हुनुहुन्थ्यो। उहाँ गएपछि साँच्चै नै हाम्रो मामा घर शून्य। यति काम गर्दै गर्दा बहिनी र माइजू पनि आइपुग्नु भयो। त्यसपछि मैले कुकुर खेलाएँ। अनि त्यसपछि फेरि मैले यता तरकारी माइजूले बसाल्नु भएको थियो, मैले यता तरकारी चलाउँदैछु। त्यसपछि बहिनी म माइजू भएर काम गर्न लाग्यो। साँच्चै नै आजको दिन आमालाई धेरै मिस गर्छु। मैले धेरै कुराहरूमा आमालाई सम्झिन्छु, अरू बेला पनि सम्झिन्छु। छोरी मान्छे भनेको घरको गृहिणी हो, लक्षण हो भनेर भनिन्छ नि, साँच्चै नै हो रहेछ क्या। साँच्चै नै एउटा छोरी मान्छेको कति धेरै भूमिका हुन्छ कि घरमा। हाम्रो घरमा हाम्रो आमाको सबैभन्दा धेरै भूमिका थियो। साँच्चै नै हाम्रो आमाले कहिले पनि सुख पाएको मैले महसुसै गर्न पाइनँ। अब सुख पाउँछु, अब मैले सुखका दिन आए भन्ने बेलामा आमा बितेर जानुभयो। एकदमै धेरै नरमाइलो लाग्छ। श्राद्ध सकेपछि मैले यता पानी दिएँ, दही पानी दिएँ। त्यसपछि फेरि मैले यता प्रसाद पनि दिएँ। मैले प्रसाद पनि खायौँ, भाँडा माझ्यौँ। अब पार्ट 2 को वेट